स्वार्थको लागि प्रेम गर्नेहरूलाई के थाहा चोखो प्रेमको अर्थ। शरीर र सम्पत्तिसँग प्रेम गर्नेहरूलाई के थाहा चोखो प्रेमको परिभाषा। स्वार्थ पूरा नहुन्जेलसम्म माया बढाउनेलाई के थाहा स्वार्थ पूरा भएपछि माया घटाउनेलाई के थाहा। स्वार्थ पूरा नहुन्जेलसम्म माया माया, जब उसको स्वार्थ पूरा हुन्छ त्यसपछि 2 दिनको घाम छाया को हो ऊ चिन्दैन उसले। शरीरसँग खेल्नेहरूलाई के थाहा शरीरसँग प्रेम गर्नेहरूलाई के थाहा मनको प्रेम कस्तो हुन्छ भनेर। त्यसैले तपाई पनि आजबाट स्वार्थको लागि प्रेम गर्नेहरूलाई तपाई पनि स्वार्थी भन्दिनुस्।